सबैजनालाई आज चाहिँ बिहानको 3:30 बजेको छ। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। बिहानको 3 बजे चाहिँ यो म भिडियो बनाउँदैछु किनभने हामी बाहिर जाँदैछौँ। सङ्गीता र निशा चाहिँ सुतिरहेको छ। सो म चाहिँ कपालमा आइरन गर्नको लागि चाहिँ उठिरहेको छु। मसँग देख्न सक्नुहुन्छ मेरो कपाल। बिहानको 3 बजेर 46 मिनट गएको छ। म चाहिँ अगाडि नै उठिसकेको थिएँ तर भिडियो चाहिँ बनाउने भर्खर म सङ्गीता र निशा चाहिँ सुतिरहेको छ। सङ्गीता मेरो चाहिँ आमा त्यस्तो भइरहेछ। मान्छे आइरन गरेर सकिसकेको छ। कस्तो कालो आएको यार। सङ्गीता चाहिँ भर्खर उठेर हेलो गुड मर्निङ। निशा चाहिँ भर्खर उठ्दैछन् गाइजहरू, जब कि म चाहिँ 1 घन्टा अगाडि नै उठिसकेको थिएँ। उठेर पनि होइन निद्रा चाहिँ खुलेको छैन। आँखा चाहिँ बन्दैछ। हेलो गाइजहरू, हामी चाहिँ रेडी भइसकेको छौँ। दिस इज माई आउटफिट। आज चाहिँ म ट्र्याक लाएर जाँदैछु है गाइजहरू। ट्र्याक यस्तो दे ल भाइ पनि आइसकेको छ। हेलो भाइ। निशा पनि रेडी भइसकेको छ। त्यो प्यान्टमा यस्तो हरियो साग ल्याइदिएको छ हामीलाई गाइजहरू। यो चाहिँ रायोको साग, तोरीको साग हो, यस्तो दामी। गाइज हामी चाहिँ घरबाट निस्किसकेका छौँ। त्यो यिनीहरू चाहिँ राम्रो नराम्रो भनिरहेको सुरुवालै होस्, बुझिहाल्छ नि बुझ्नेले। सुरुवालै हो मेरो भाषामा त होइन। गाइज हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ। हे भगवान् मलाई गोरो पारिदिनुहोस्। कस्तो काली भएको म। गाइजहरू गाडी चढ्नलाई हिँड्दैछौँ हामी चाहिँ। आज चाहिँ हामी कहाँ जान लागेको भन्दा हजुरहरूले थम्बनेल हेरेर चाहिँ थाहा पाइसक्नु भयो होला। सो कानमा फुल चाहिँ यो भित्तामा यो फुलिरहेको नि यहाँबाट टिपेर लगाएको हो हामीले। हामी चाहिँ यता खसी बजार आएर गाडी कुर्दैछौँ। गाडी चाहिँ बिहानको टाइममा चाहिँ नआउने रहेछ, टाइम लाग्ने रहेछ। यो ट्र्याकमा के प्रब्लम हुन्छ? 15 मिनट भइसक्यो हामी गाडी कुरेको तर छैन। गाडी आयो फाइनल्ली है। गाइज हामी चाहिँ गाडी चढिसक्यो। गाइजहरू हामी चाहिँ गाडी चढेर कुन ठाउँमा यो सूर्य बिनाकपुरी। निशा चाहिँ सुतिरहेको छ। गाइज हामी चाहिँ गाडीबाट झरिसक्यो। नगरकोट जान लागेको गाइजहरू नगरकोट जिप लाइन गर्न जाँदैछौँ गाइज। हामी चाहिँ च्याबासिङ पुगिसकेका छौँ। सो गाइज हामी चाहिँ भोक लागेर यहाँ पछितिर छिरेछौँ होइन पेट पूजा गर्न। फर्स्टमा हामीलाई वासरुम आइरहेको थियो नि वासरुमको लागि छिर्यायो। बनाएको हो कि गाइजहरू भिडियो निशा त्यसै राख्यो। अनि मैले पनि भयो होला भन्नु सोचेँ नि त। गाइजहरू भक्तपुरमा आएर चाहिँ समोसा तरकारी खाँदैछौँ है हामी। नगरकोट जाने गाडी फर्स्ट टाइम भनेको होला के 40 मिनट कुर्नुपर्छ अरे। 7:01 भयो। अल्छी लागिसक्यो गाइजहरू। सरीले चाहिँ पाउ पुस्तकालय चिङ्गम किनेर लिएर आइरहेछ। थ्याङ्क यू। पुस्तकारी पनि पस्छ नि यो। अर्कै वाला पुस्तकारी पो रहेछ। पुस्तकारी हो
पुगिसकेको छ गाइस हामी चाहिँ फाइनल्ली पुगिसकेका छौँ नगरकोट कोट मलाई गाडीमा गाइस यस्तो निन्द्रा लाग्छ म जस्तो सुत्ने गाडीमा कोही हुँदैन हेर्नुहोस् त ऐसेलु यहाँ चाहिँ कम त धेरै रहेछ हेर्नुहोस् त आमामा खतरा रहेछ सो मैले यति चाहिँ टिपेर ल्याएँ अब खानुपर्ने हुन्छ यसलाई बाँडेर है र हामी चाहिँ अर्को गाडी चढेर फेरि पनि यता जिप लाइन गर्ने र यो पुल घुम्ने बाटो आइपुगिसक्यौँ होइन एक्चुअली कता अझै थाहा छैन नि त सो भिडियो गर्छहरू चाहिँ होइन जिप लाइन के थाहा अनि कहाँ हो अनि टिकट काट्नुपर्ने रहेछ गाइस है सो टिकट चाहिँ ओइ टिकट खै त टिकट चाहिँ यता लिएर यो त्यहाँ तल गएर बसेछ अब चाहिँ हामी यता जाने हो चल्दिने हो गाइस पुल घुम्न झुलुङ्गे पुल चाहिँ ऊ त्यहाँ रहेछ गाइस मैले चाहिँ देखिसकेँ भिडियोमा चाहिँ नदेखिया हुनसक्छ देख्नु भयो गाइस ऊ यहाँ रहेछ सो गाइस अब चाहिँ हाइकिङ जसरी यसरी हिँड्नुपर्ने हुन्छ हामी है रमाइलो भइरह भिरु खतरा छाता त एक्लै ओढ भनिरह छाता ओढ्न सँगै आउनु पर्यो नि अनि वाह कस्तो दुखाउँदो रहेछ यार जुत्ताले त सो गाइस एक्ज्याक्ट लोकेसन थाहा छैन हामीलाई सो सोध्दै आयौँ होइन गाडी अहिलेसम्म हामी कतिवटा तिनवटा चढिसक्यौँ कलङ्कीबाट च्यामसिङबाट नगरकोट बस पार्कमा सम्म हिँडेर गयौँ त्यहाँबाट नगरकोटको गाडी त्यहाँ अनि फेरि नगरकोटबाट यता रानी वन कि के थियो है नाम यहाँसम्म चाहिँ गाडीमा आयौँ तिनवटा गाडी चढिसक्यौँ सो गाह्रो छ सो गाइस अब चाहिँ हामी जिप लाइन गर्न जान लाग्यो सो खासै कोही देखेन छैन ट्रेकिङको लागि चाहिँ आमाहरू आउनुभएको छ उता बा पनि हुनुहुन्छ अगाडि पछाडि पनि टिमै हुनुहुन्छ उहाँहरूको चाहिँ होइन सो यतिको जोस जाँगर चाहिँ हुनुपर्छ है गाइस अनि हाम्रै त्यति जोस जाँगर छैन हो यार हामी गाह्रो भइसक्यो सो हामी चाहिँ रानी झोलुङ्गे पुल घुमेर अब माथि जिप लाइनको लागि चाहिँ जाँदैछौँ अनि यता सोधेको यही बाटो जाने हो भने भन्यो तर कोही हिँडिरहेको छैन यार हामी जतिजना आएको चारजना मात्र छौँ कोही नै छैन अरू ओह निसाले चाहिँ छाता ओढेर पुरै हिँड्दैछ किनभने गर्मी छ बिहानै हामी निस्केको त्यही पनि घाम लागिसक्यो गाइस ओइ कुन चाहिँ हो अनि के भन्छ यस्तो जान्छ तर गइरहेको जस्तो छ बाटै छ नि सो हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ निसाको पाइला यहाँ चाहिँ म छु यहाँ सरित छ भिडियो खिच्दैछ गाइस पुरा ट्रेकिङ आएको जस्तो भइहाल्यो नि यो सजिलै हिँडाउनु पर्छ कि ओ सरी छुटाएको सो यता चाहिँ सनस्क्रिन लाउँदैछन् केटीहरू के गर्नु स्किनको केयर गर्नुपर्छ अरे निसा चाहिँ लगाएर रेडी भइसक्यो रहेछ पुरै त्यही भएर ऊ सेतो बाँकी नै छ नाकमा छ डाक्टरले भनेको थियो नि त त्यही भएर 2 आवर्समा लगाउनु भनेर लगाउँदै छैन यो चाहिँ जिप लाइन जाने बाटो भनेर पुरै यो साइन दिइरहनु भएको होला सायद कसको काम हो उहाँलाई चाहिँ धन्यवादै भन्नुपर्ने हुन्छ गाइस यस्तो भइरहेछ अनि यता चाहिँ यो माथिको जाने वे छ अनि यता लेफ्ट साइड जाने वे छ राइट साइड जाने वे छ अनि हामी चाहिँ सिधा जाँदैछौँ नेमासी गरिसक्यो अरे यता के गर्नु
यो चाहिँ खाली कुरा मात्र गफ मात्र गर्ने हो गाइस हिँड्न सकिरहेको छैन हामी सब माथि पुगिसक्यो यो चाहिँ तलैबाट अझै लाखर 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 गरेर आउँदैछ कस्तो दुखाउँछ अनि अघिसम्म 3-4 घन्टा भयो नि हिँड्छु भन्ने मान्छे अहिले यस्तो चलिरहेछ गाइस धेरै गाह्रो भयो हामीलाई चाहिँ अनि यहाँ बसेर चाहिँ अब हामी सुन्तला चिप्सहरू खानुपर्ने हुन्छ हाम्रो त सफा थियो त त्यस्तो सफा थियो झन् खल्छ गएन सबै एउटा सिङ्गै हो कहिले सर्छ छटा डिलले हो सिङसिङ अब खानी रिपट आगु प्लेलाई नि गाना जुस यस्तो गाडी कराउँदैछ खलासी होइन कि बनपाले होइन अब त्यही गाडी चढेर नगरकोट गएर त्यहाँ यो वाला होइन कि गर्छ नि कमल विनायकबाट फेरि त्यहाँको गाडी पाउँदैन रत्न पार गएर घर जानुपर्छ सो हामी चाहिँ हिँडेर आएको कहाँ पुग्यो गाइस कसैलाई केही थाहै छैन कहाँबाट जिप लाइन गर्छ नि थाहा छैन सोधेर आएको यतै हो माथि माथि भन्दै उनीहरूले दिएको लोकेसन अनुसार आएको कहाँ पुग्यो ओ यहाँ छ यो चाहिँ वो के हो शिखर भङ्गेरी खेल मैदान माने डाँडा ओ जिप लाइन भनेर अझै माथि देखाएर चाहिँ के यो पोइन्ट देखाएको सो हामी चाहिँ आइपुगिसक्यो यताको वे हेरेर चाहिँ हामीले जङ्गलमा भेटाएको भनेको यही खानेकुरा ऐसेल हो गाइस ऐसेले चाहिँ लास्ट रहेछ क्या हुने गाइस फाइनली हामी चाहिँ आइपुगिसक्यो ओ माई गड हामी चाहिँ यता जिप लाइन गर्ने ठाउँमा आइपुगिसक्यो गाइस यता चाहिँ गर्दै हुनुहुन्छ फर्स्ट फ्लोरमा चाहिँ जिप लाइनको बुझ्ने होइन भनेर भन्यो अब हामी चाहिँ सेकेन्ड फ्लोरमा गएर जिप लाइनको कस्टहरू बुझ्दैछौँ गाइस लेट्स चाहिँ के हुन्छ अनि हामीले अहिलेसम्म चाहिँ अलमोस्ट 11 बजिसक्यो होला खाना पनि खाएको छैन घाम चाहिँ यस्तो छ त घाम अब यहीँ लेखा छ त 4500 कस्ट होइन त नेपाल 4500 साउथ मेसमा 5500 युरो $50 सो यता चाहिँ हामी सबै कस्टहरू बुझेर चाहिँ फर्म भर्दैछौँ यता निशा फर्म भर्दैछ पुरै एक्साइटेड छ निशा चाहिँ है सो हामी चाहिँ फर्म भरेर 4जना जिप लाइन गर्ने भयो गाइस फाइनल्ली दाइले त्यहाँ तलको दाइले भन्दै हुनुहुन्थ्यो पिङ छ भनेर पिङ खेल्दै गर्नु न भनेर भन्दै हुनुहुन्थ्यो ओ माई गड अब चाहिँ पिङ खेल्नु पर्ने हुन्छ जाँदै हुनुहुन्छ यता चाहिँ ओहो सुतेरै पुरै डेन आए सबजना जिप लाइन गर्न आएको रहेछ आज चाहिँ हेरेरै डर लागिरहेको छ है सर्व मचान यसरी कुरिरहेछौँ होइन डर लागिरह मस्त सुतेर जानुपर्ने हुन्छ अब अलि यो चाहिँ मेरो नाममा आइसकेको छ जिप लाइनको टिकट हामी 4जनाको सो अब चाहिँ हामी जानुपर्ने हुन्छ जिप लाइन गर्न तिमीहरू भन्दा नि म हो कि सो गाइस अब चाहिँ हाम्रो पालो आइसकेको छ सामानहरू ल्याइसकेको छ जिप लाइन गरिसकेपछि उता गएर भेटौँला गाइस है यही हो माहौल चाहिँ यतातिर अब चाहिँ हाम्रो पालो है सङ्गीतालाई लुगा लगाइदिँदैछ यहाँ
निसाको टर्न छ यता शरीरले लगाइसकेको छ सेफ्टी बेल्ट दिस इज सेफ्टी बेल्ट गाइज अब यता निसाको टर्न अझै लास्टै मन ढुकढुक भइरहेछ गाइज मन ढुकढुक ढुक भइरहेछ हामी चाहिँ रेडी भइसक्यो गाइज अब चाहिँ हामी उता गएर चाहिँ भेट्नेछौँ उसको बाबाको कहाँ राख्दियो भने हुन्छ क्या उसलाई बाबाको कहाँ राखेपछि मसँग बस्न नै म त बाबासँग बस्छु बाबाको कहाँ राख्दियो मर्नु त्यहाँ गएर आइसक्रिम यत्रो बट्टा खान पाइन्छ मलाई राखी छोड ल सानो त्यहाँ अहिले आइसक्रिमै खान पाउँदैन जान पाएन भने दादा त एक्साइटेड हो फेरि बाबालाई चप्पल छमाछ अब अनि यसो सानो लुकेर हेर हस् ब्याङ्क खातालाई लुकेर हेर है ब्याङ्क खातालाई लुकेर अहिले हेर बाटोमा पुगेपछि त लुकेर हेर है त हामीलाई लुकेर हेर ल एकछिन है रेडी भए हो एकछिन ल चुनावमा हेर्नु हेर हस् राज खरेल लोक हेल्प बनाएको थिए थ्यांक यू बाबु च्याप्पा अब चाहिँ अनुज दाईको पालो है अनुज दाई चाहिँ सुत्न जानुभयो अनुज दाई एक निन्द्रा पुर्याउनु है रातो समातेको राम्रो ल सरी अब चाहिँ सङ्गीताको पालो होइन ओके ओके सबैजना गइसक्यो लास्टमा अब चाहिँ म मात्र मेरो भिडियो खिचिदिनु कोही पनि छैन अब मलाई खासमा सुरुमा जाऊ भने हेर्नु न सुरुमा जानै डर लाग्यो म नै ढुकढुक भएर निस्केला जस्तो भयो म चाहिँ सुतिसकेँ मलाई बाँड्न बाँकी छ होइन भ्यू चाहिँ यस्तो छ गाइस है सुहाउनलाई डर लाग्छ म नै ढुकढुक भइसक्यो मेरो चाहिँ फर्स्ट टाइम हो क्या गाइस उनीहरू त गरिसक्यो पहिला नि डर लाग्यो मैले तँलाई भर्समा पठाइरहेको छु होइन अनि के अरे दोस्रो लोड पनि म पठाइदिन्छु दोस्रो लोड पनि म पठाइदिन्छु यो तेस्रो लोडमा चाहिँ आफै लेख्न बाई
ब्याक हामी चाहिँ आइपुग्यौँ यता जिप लाइनमा। सो गाइस हामी चाहिँ 10-15 मिनट हिँडेर यता चटपटे पानीपुरी खाने ठाउँ भेटायौँ। खाना खाने खाजा खाने ठाउँ अझै भेटाएको छैन। सरी कस्तो लागिरहेको त? रमाइलो भइरहेछ। मेरो जुत्ताले चाहिँ खुट्टा दुखायो। हेट मेरो कपाल हेर्नुहोस्, कपाल त फेरि मैले कति पछि होला यसरी बाँधेर है। मेरो जेल हो कि यस्तो गर्ने सही त मलाई फुल्ने न। सानो जुत्ता ठुलो जुत्ता कहाँ अट्छ भने मैले चाहिँ यस्तो टिप्या कि फेरि अघि। दिदी एउटा प्लास्टिक छ भने दिनु न। प्लास्टिक छ भने अघि मोबाइल चार्जर भने हैन गर कस्तो राम्रो घर। गाइज हाम्रो चाहिँ चटपटे आइसक्यो। वी कान्ट कन्ट्रोल। चटपटे खाएको आँखाबाट आँसु आयो मेरो। अनुजा न खिचिदिए मात्र रहेछ। पठाउँदै पठाएर हिँड्छ। भिडियो पठाइदिएँ मैले त। गाइज हाम्रो पानीपुरी आइसकेको छ। अब पानीपुरी खानुपर्ने हुन्छ। कस्तो अन्न भयो पानीपुरी खेर होला। स्न्याप डेक दिएन पिरो नपुग्यो। पाउन मलाई दाँतमा अड्क्यो मेरो फाट्या दाँतमा। अबसम्म पाउनु न म ठिक्क छु। नर्मली छेडिएको थियो जल हटाएर पाउन झोल्टाने बजिँदा दिदीले चाहिँ हाम्रो चाउचाउ बनाएर ल्याइदिइरहनु भएको होइन। स्पेसल कति नजर लगाइरहेछ। होइन मधिराउँछु अर्को यसमा हालेँ। ए हुन्छ माथि गइ खाने होला। वाउ गाइस सी वाउ। खानुभन्दा जुठो गर्नुभन्दा अगाडि राखिदिनुपर्छ नि। यसरी चाउचाउ नि कति भइसक्यो नखाएको है। बाहिर बसेर त्यो भने भित्र यहीँ रमाइलो नि है। भित्र जहिले खाइरहेको थियो नि। मेरो त कस्तो देखिरहेको भिडियो। कसले जम्की जम भने फेरि अनुर न त अब खाना त खाने जी गन त या पानी कति गाइजहरू हामी चाहिँ खाएर सकिसकेका छौँ। खाएर टन्न भयो। 4-500को चटपटे मात्र खायो है हामीले। सकेको छ ल। दिदीले चाहिँ लास्टै मिठो चटपट बनाइदिनु भयो। धेरै धेरै धन्यवाद। नगरकोट आउनु भयो भने चाहिँ दिदीको पसल चाहिँ छिर्नु होला। पिपल बोर्ड नजिक है। ठ्याक्कै होइन यस्तो दामी 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 चटपटे उठेर जाने मन लाग्दैन। अब के गर्नु। मनी लगाइदियो जस्तो यहाँ चटपटे पानीपुरी खानलाई। निसाथ चाहिँ पुरा लग्छ बाल गएको छ उनीहरू गाइजहरू। ल अब चाहिँ हामी गाडी आइसकेपछि जानुपर्ने हुन्छ। गाडी चाहिँ यहाँबाट आउँछ। हे गाइस हाम्रो अब हामी जाने गाडी चढ्यौँ गाइस। अब जाने हामी चामसिङसम्म जान्छ यो गाडी चाहिँ। यहाँ नगरको गएको भए त डबल टेबल हुने रहेछ है। अनि भन्न त्यो दिदीले भनेर नत्र त नगर त फर्किसक्यौँ। कमल विनायक पुगिसक्यौँ। अब च्यामसिङसम्म हिँड्नुपर्ने हुन्छ। यो चाहिँ कमल पोखरी भक्तपुरको है। अब यहाँ एकछिन बस्ने रेस्ट गर्ने हावा खाने अनि त्यसपछि जाने हामी।
हामी चाहिँ च्यामासिङ आइसक्यो तर यता चाहिँ कलङ्की जाने गाडी पाएन भने कुदिरहेको छन् गाइस रत्नपाराको चाहिँ रहेछ यहाँबाट जाने यता के अरे कलङ्की जाने चाहिँ रहेछ अब हामीले एकछिन वेट गरेर कुद्नुपर्ने हुन्छ गाइस है गाइस कलङ्कीको गाडी आयो चढ्दैछौँ हामी है अब गाडीको सिट पायो गएको गाइस हामी बाई के हो यस्तो यो यहाँ यस्तो प्याक अरे ओ फोटो सुट पैसा फोटो खिचेर ओ मामा के हो यस्तो यो हेलो गाइजहरू यहाँ त पुरा फोटोसुट हुँदैछ यो बाटोमा चाहिँ ल गाइजहरू हामी चाहिँ कलङ्की आइपुगिसकेका छौँ तर आइपुगिसकेका छौँ गाइजहरू यता चाहिँ पानी परिरहेको रहेछ त्यही भएर हामी छाता ओढ्दैछौँ खतरा पानी ल हामी चाहिँ एकदम थाकेका छौँ त्यही भएर हामीले चाहिँ यहीँ भ्लगिङ गर्छौँ है गाइस रमाइलो भयो आजको दिन है सो आजको भ्लग चाहिँ यतैतिर इन गर्छु सो बाई नेक्स्ट भ्लग